हेलो एभ्रिवान, यो भिडियोमा चाहिँ आज म I-140 अप्रुभ भइसकेपछि वा नगर्दै कुनै पनि एजेन्सी हामीले कन्ट्र्याक्ट गरिसक्यौँ तर हामीलाई चाहिँ त्यो एजेन्सी थ्रु जान मन लागेन अथवा त्यो कन्ट्री युएस चाहिँ हामीलाई जान मन लागेन र अरू कन्ट्री चाहिँ जान मन लाग्यो। अरू कन्ट्रीमा चाहिँ छौँ हामी अनि हामीले गरिसकेको कन्ट्र्याक्ट ब्रिज गर्न चाहन्छौँ भने चाहिँ के हुन्छ यसमा भनेर चाहिँ यो भिडियो बनाउन लागिरहेको छु। यसको लागि चाहिँ मलाई धेरै इन्क्वायरी पनि आइरहेको थियो अनि यसको बारेमा क्लियरली बुझ्ने गरेर भिडियो बनाइदिनुस् न भन्नुभएको थियो। सो त्यही कारणले चाहिँ म यो भिडियो बनाउन गइरहेको छु आज। सो हजुरले चाहिँ कुनै पनि एजेन्सीलाई चाहिँ कन्ट्र्याक्ट गरिसक्नुभयो, त्यो एजेन्सी थ्रु चाहिँ जाँदै हुनुहुन्छ अनि हजुरले I-140 पिटिसन पनि गर्नुभयो। यदि हजुरको I-140 पिटिसन भएको छैन र हजुरले चाहिँ त्यो एजेन्सीबाट चाहिँ विथड्र गर्न चाहनुहुन्छ भने चाहिँ हजुरले त्यो एजेन्सीलाई चाहिँ हजुरले एनक्लेक्स नदिँदै अथवा एनक्लेक्स दिइसकेपछि कहिले चाहिँ कन्ट्र्याक्ट गर्नुभएको थियो होइन, यदि एनक्लेक्स नदिँदै सबै एनक्लेक्सहरू सबै त्यो एजेन्सीले गरिदिएको छ भने चाहिँ हजुरलाई त्यो एजेन्सीले के गरिदिएको छ त्यो सबै फाइनहरू चाहिँ हजुरले बुझाउनु पर्ने हुन्छ। अनि I-140 पिटिसन गर्दा लागेको चार्जहरू अनि हामीले कन्ट्र्याक्ट साइन गर्दा चाहिँ क्लियरली मेन्सन गरेको हुन्छ सम पेनाल्टिजहरू चाहिँ हामीले भर्नुपर्ने हुन्छ है, त्यसको चाहिँ हामीलाई चार्ज लाग्छ। अनि अर्को कुरा भनेको I-140 हाम्रो अप्रुभ भइसक्यो त्यो एजेन्सीको, तर हामी त्यो एजेन्सी थ्रु जान चाहँदैनौँ, हामीले चाहिँ कन्ट्र्याक्ट ब्रिज गर्न मन लाग्यो भने चाहिँ के गर्ने, के हुन्छ त्यस्तो बेलामा के हुन्छ भन्दा अब I-140 हजुरको अप्रुभ भइसकेको छ तर अप्रुभ भएको चाहिँ 180 डेज पुगेको छैन भने चाहिँ हजुरको प्रायोरिटी डेटदेखि लिएर हजुरको सबै कुरा विथड्र I-140 विथड्र त्यो एजेन्सीले विथड्र गरिदिँदा चाहिँ सबै कुरा जान्छ होइन, हजुरले चाहिँ सबै कुरा चाहिँ गुमाउनुहुन्छ होइन। सो अर्को चाहिँ के हुन्छ भन्दा यदि हजुरको I-140 पिटिसन गरिसक्नु भएर प्रायोरिटी डेट आएको 180 डेजभन्दा चाहिँ माथि भइसक्यो भने चाहिँ हजुरको I-140 त्यो हजुरको प्रायोरिटी डेट चाहिँ रिमेन रहन्छ, तर हजुरले त्यो एजेन्सीबाट चाहिँ अर्को एजेन्सीमा ट्रान्सफर गर्न चाहिँ पाउनुहुन्न। यदि हजुरले कन्ट्र्याक्ट ब्रिज गरिसकेपछि चाहिँ त्यो एजेन्सीले चाहिँ हजुरको I-140 विथड्र गरिदिन्छ। सो हजुरको यो पनि सबै कुरा हजुरले चाहिँ लुज गर्नुहुन्छ। यसमा चाहिँ हामीलाई के बेफाइदा हुन्छ भन्दा हामीले अब I-140 आइसकेको छ, अप्रुभ भइसकेको छ, हाम्रो प्रायोरिटी डेट पनि आइसकेको छ भनेपछि अफकोर्स प्रायोरिटी डेट हाम्रो गुम्ने भयो होइन। फेरि अब त्यो एजेन्सीबाट अर्को एजेन्सीमा ट्रान्सफर गर्न पनि मिल्दैन, अर्को एजेन्सीमा थ्रु जान चाहियौँ भने चाहिँ त्यो प्रायोरिटी डेट फेरि रिएप्लाई गर्छ अर्को एजेन्सीले अनि फेरि नयाँ प्रायोरिटी डेट आउँछ। यस्तो गर्दाखेरि हामीलाई टाइम कन्ज्युमिङ हुन्छ, हाम्रो यतिकै टाइम लस भइरहेको हुन्छ, अझै झन् धेरै टाइम लाग्छ। सो अर्को चाहिँ के हुन्छ भन्दा के बेफाइदा हुन्छ भन्दा हामीले कन्ट्र्याक्ट गर्दा चाहिँ हामीले साइन पनि गरेको हुन्छ, हामीलाई सम पेनाल्टिजहरू लाग्छ। सो धेरै नै कस्ट वाइज पनि अलिकति एक्सपेन्सिभ हुन जान्छ अनि कुनै